ल हेर दुध खाएको बाख्राको सानो पाठा हो कि पाठीहरूले खै अर्को खै रे खै ए अर्को आछा ल नि अर्को सानो उठ ओए ओए खाइ 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 ल खाइस है यो चाहिँ हाम्रो सानो बाख्रा पालन यता फेरि कुखुरा सानो सानो भाले रहेछ एउटा कुकुरिका भाले पोथी छ यता फेरि सानो ऊ यता फेरि केरा सेरा देख्न सक्नुहुन्छ यहाँ हाम्रो फेरि एग्रिकल्चर है कृषि पर्यो के हाल्नुहुन्छ लाइक एन्ड सब्सक्राइब गर्नु आएँ ल हेर्नु आएँ यता फेरि भैँसी बफालो फार्मिङ यता अर्को छ फेरि यता फेरि बनाना है अर्ग्यानिक टन्नै छ बनाना चाहिँ टाउवा के रे परालको यता फेरि टन्नै छ हाम्रो केरा लोकल भएन फार्मिङ यहाँ फेरि अर्को टाइपको छ कि त्यहाँ फेरि अर्को छ फेरि हो त्यहाँनिर बन्दा काउली प्याज लसुन टमाटर क्यारेट सब छ है म्याङ्गो अनियन होइन ल यहाँ चाहिँ हाम्रो टनेलबाट सरेर टनेलमा यस्तै लाग्छ हाम्रो दुईटा टनेल चाहिँ फार्मिङ राम्रो छैन घर नि फेरि लोकल बनाना हेर्नु न त्यहाँ यता पनि छ है बनाना यहाँ चाहिँ हाम्रो दुईटा फार्मिङ चाहिँ फार्मिङमा पोट्याटो अनि त्यस पछाडि ऊहरू लगाएछ हेर्न सक्नुहुन्छ यो चाहिँ पानी हाल्ने फेरि बिरुवालाई अब हाम्रो फेरि बी किपिङ फार्म यस्तो होला त उडे छैन ल देख्न सक्नुहुन्छ है यही हाम्रो स्विट होम हेर्नुहोस् हाम्रो घर चाहिँ त्यहाँ भयो होइन यो चाहिँ मेन रोड भयो बाटो भयो हिमाल फेरि देख्न सक्नुहुन्छ हिमाल आज खुलेकै छैन खासै यस्तै छ केटा गाइज फार्मिङ सानोतिनो विदेशमा भन्दा यहीँ गऱ्यो भने हुन्छ जस्तो लाग्छ मलाई वेलकम टु नेपाल विदेशमा बस्नुभएका सबैहरू गाइज